समाति राख्यो हजुरको दाँत हेरिबक्छ त कस्तो फोहोर यो दाँत त सफा गराउनुपर्छ अब हेर्नु अनि गाला सुन्नियो दाँतले च्याप्यो टाइममा यो घाउ हुन लाग्यो हेर्नु भयो यो रातो रातो छ नि यो घाउ हुन लाग्यो यो सेतो पनि घाउ हुन लाग्यो दाँतले च्यापेर अब यो दाहिने गाला यसमा पनि हेर्नु दाँत कस्तो फोहोर छ यो त एकदम अनिवार्य सफा गराएर त्यहाँ मटेरियल भर्नुपर्ने भइसक्यो यहाँ अनि गाला सुन्निएको घाउ यहाँ हेर्नु देख्नुपर्छ गाला सुन्निएर त्यो घाउ भएको यसलाई चाहिँ एफ्थस अल्सरहरू भन्छ है ल अब बिस्तारै घाँटी खोलिबक्छ खोलिसक्नुभयो आवाज निकाल्नु पर्दैन अब भुटुक्क गरिदियो भयो सास फाल्नुहोस् अब आवाज निकालिदिनु एकचोटि भने अब सास तान्ने फाल्ने यो फिज आएको सबै एसिड आएको हेर्नुहोस् कति धेरै एसिड छ लानुहोस् माथि हेरिबक्छ केही हुँदैन आवाज ननिकाल्नुहोस् अब म अब यो माथिको भाग र तलको भागमा हेर्नुहोस् फरक छ देख्नु यो चाहिँ अब रिफ्लक्स एसोफेजाइटिस हुन लागेको यो बुझ्नुभयो यो चाहिँ घाउ हुन लागेको अवस्था भन्छ यो चिरिएको हेर्नु यसलाई हेर्नु यो चिरिएको त्यस्तो हुनु हुँदैन क्या यो चिरियो हेर्नु यो अनहेल्दी टिस्यु भइसक्यो यहाँनिर हेर्नु अनहेल्दी हेर्नु यो कत्ला कत्ला टाइपको है त्यसपछि यहाँनिर रातो हेर्नुहोस् यो ग्यास्ट्रिकको घाउ हो यो हेर्नु यो चिरिएको सबै ग्यास्ट्रिकको घाउ हो यो थोपा थोपा आएकोहरू त्यसपछि यो पित्त र एसिड भयो अब म भित्र जाँदैछु अझै मैले चाहिँ यसो गर्दाखेरि धेरै हावा राख्दिनँ क्या धेरै हावा नराखेपछि बिरामीलाई त्यति गाह्रो हुँदैन अब कतिको बानी चाहिँ थुप्रो हावा राख्छ अनि पेट फुलेपछि एकदम असहज हुन्छ हेर्नु घाउहरू देख्नु यहाँ घाउहरू छ तान्ने फाल्ने गरिबक्स्यो यहाँ पनि घाउ छ हेर्नुहोस् यो यिनीहरू सबै घाउहरू हो यो चाहिँ हेर्नुहोस् त्यहाँ हेर्नु यो होइन भुँडीको घाउ यहाँ पनि छ हेर्नुहोस् है घाउहरू छ अनि यसले गर्दाखेरि उहाँलाई असहज भएको क्या यो सबै त्यसपछि यहाँ यो अन्न के अरे भुँडीबाट पेटमा जाने भाग छ नि यो प्वाल यसमा पनि घाउ देखेँ मैले यो पाइलोरिक रिङ भन्छ हेर्नुहोस्